So hello everyone, welcome to my back YouTube channel. I hope तपाईहरु सबै सन्चै हुनुहुन्छ होला and म पनि एकदम सन्चै छु. So after long time फेरि पनि म आइसकेको छु आफ्नो YouTube च्यानलमा हजुरहरुको सामु र so त्यही हो सबैजना सन्चै हुनुहुन्छ होला hope and म पनि सन्चै छु and हैन. So म फेरि long time पछि I am back है back. long time पछि I am back. मैले धेरै भएको थियो भिडियो सिडियो नहालेको बट म फेरि आइसकेको छु एन्ड होप सबैजना सन्चै छ हुनुहुन्छ होला अनि त्यही हो सबैले बिर्सिसक्यो होला बट मैले चाहिँ कसैलाई पनि बिर्सेको छ हैन सो त्यही हो म चाहिँ आज रेडी भएर चाहिँ आज चाहिँ हाम्रो यही नजिकै कहीँ जाने प्लानिङ छ है त सबैजना स्टे ट्युन है त गाइज फेरि आजको ड्रिपी हो फेरि यो चाहिँ ड्रिपी एकदम रेडी भएर गइरहन्छ कहाँ जान आँटेको बुढी भन त ल लारो 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 त्यसको मी वर्सेस मी त्यसको गाला सल्ला फुट्यो लारो लारो ला हो कि ल सबैजना रेडी भइसकेको छ ल जानेको लागि लारो 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 त्यसको गाला सुला फुट्यो त्यसको मा सो अनि आज चाहिँ हामी कहाँ जाने अरे कहाँ जाने आज हामी डेटिङ जाने ओहो यहाँ हेर्न यहाँ नगर आयो अहिले के राम्रो छ है कस्तो छ मेरो ग्रिपी आजको तर यस्तो त साउदी कतार गकाले हाल्छन् हो अहिले साउदी कतारले हामी रेडी भइसकेर जान आँटेको छौँ उता पाण्डे सर आजको हाम्रो चाहिँ यात्रा सुरु भइसकेको छ अनि हामी जान चाहिँ कहाँ जान आँटेको भने थाहा छैन मिसो जान आँटेको आजको यात्रा हाम्रो स्टार्ट मुसो फ्लेक्स पार्क ल त चाहिँ यहाँ बाटोमा एउटा डेली यो भन्ने सुब्बा छिर्न आँटेको अनि सामानहरू यहीँबाट लिने हो नि त सो चाहिँ अब यहाँबाट चाहिँ खाइ मोमोलाई के चाहिने चाहिँ हामी अब यहीँबाट लिनेछ है नेपालको थानकोटको जाममा यहाँ त दिनै पर्ने हो यो बाटै यता जाम मैले त्यो जाँदा Hello guys, once again welcome to back my YouTube channel. So अहिले चाहिँ हामी हाम्रो लोकेसनमा आइसकेको छौँ र लोकेसनमा आएर चाहिँ अनि हजुरहरूले देख्न सक्नुहुनेछ अगाडि यस्तो छ हैन अगाडि यस्तो छ अनि यताहरू सल्लाह गाडीहरू भयो अनि यो धुपीसुपी गाडीहरू भयो अनि इट्स मी रमेश चौहान है अनि सबैलाई माया छ अनि एकदमै सबैलाई सम्मान सहित माया छ एन्ड अनि त्यही हो आउनु भयो दाइ यता आउनु नि दाइ अनि सो अहिले चाहिँ हामी आइसकेको छौँ हाम्रो डेस्टिनेसनमा ल है त अब अनि फुल भिडियो हेर्नु होला एन्ड एकदमै वेहरू पनि एकदमै मजाको छ नि त ल डायमन्ड हो त अहिले चाहिँ म यहाँभित्र यो टिकट काटेर आइसकिसकेको ठाउँ चाहिँ ठिकै जस्तो लाग्यो मेबी इट्स अ गुड अनि यहाँ चाहिँ यो स्टलहरू लगाइरहेको रहेछ फुलहरूको अनि कपडाहरूको पनि यहाँ रहेछ सेकेन्ड ह्यान्ड सब एन्ड त्यही हो लिभाइजहरूको ओरिजिनल प्रोडक्टहरूको रहेछ यहाँ चाहिँ एन्ड यसको चाहिँ 800 एन हाफ पेन्टको रहेछ ब्रान्ड चाहिँ लिभाइजको रहेछ क्या ब्रान्ड
हल्का यहाँ यसरी गएको रहेछ चिपुरा गनहरू हन्टर हान्नको लागि है गनहरू डन्ट टच लेखिरहेको छ अनि डिभाइसहरूको सेकेन्ड ह्यान्ड यहाँभित्र नि आर्मीहरूको दामी दामी रहिसकेको छ ग्रिपहरू चाहिँ बबाल बबाल रहिसक्यो है होइन मेबी समथिङ इज कुकिङ चाहिँ आर्मीहरूको रहेछ पुरै होइन आर्मीहरूको लाइक हुन्छ नि यो होइन पुरै यो सेडहरू बबाल रहेछ क्या सोल्जरहरूको क्या पुरा है अहिले चाहिँ हामी एक्जिट इन्ट्रेन्सबाट पसिसकेको अनि लुक एट द भ्यू होइन यहाँ चाहिँ यस्तो फ्लावर रहेछ लाइक नट ब्याड अनि सो त्यही हो अनि आज चाहिँ हामी लङ टाइम पछि आएको नि त मेबी धेरै भएको थियो 1 month समथिङ कति भएको थियो हामी कहीँ पनि बाहिर निस्केको थिएन किनकि अब काम अनि त्यसमाथि पनि यता अब हाम्रो दाइहरूको बेबी भर्खर 2 month कम्प्लिट भयो नि त सो त्यही भएर हामी निस्केको पनि थिएन अनि सो अहिले चाहिँ आज हामी लङ टाइम पछि निस्केको अनि सायद अब मेबी यहाँ चाहिँ खालको त्यस्तो राम्रो ठाउँभन्दा पनि ठाउँ त राम्रै छ अनि यहाँबाट चाहिँ हामी अब फेरि अर्को ठाउँ पनि जान सक्छौँ मुभ हुन सक्छौँ त्यो चाहिँ आयो न अनि त्यही हो मैले कन्टिन्यू भ्लग पनि हालेको थिइनँ किनकि म अलिक बिजी भएर पनि लाइक हुन्छ नि टाइम पनि थिएन अलिक बिजी स्याड्युल भएर होला सो अनि अब चाहिँ मैले कस्तो तरिकाले हाल्ने भने हालेपछि बबाल तरिकाले हाल्ने हो क्या भिडियोहरू लाइक हुन्छ नि अलिक खत्रै तरिकाले हाल्ने हो अनि सो त्यही हो दिदीहरू माथि छ दाइहरू चाहिँ यहाँ जाँदै चाहिँ भ्यूहरू चाहिँ यस्तै हो के हुनु र गाई चाहिँ त्यस्तै छ है यता फेरि बाउ छोरी आफ्नै धुनमा यता आमा भिडियो गर्ने वा तपाईँहरूकै छ यार जिन्दगी यता फेरि हो दाइ यहाँबाट हारुना नजिक रहेछ नि जाने हो 5 किलोमिटर हारुना राम्रो छ है ताल झर्ना अनि केबल कारहरू के रहेछ क्या यहाँ खासै धेर बेर बसिन्छ जस्तो छैन है त्यही हो गाई छ अनि अब चाहिँ हाम्रो यहाँ फोटो सोटो सुट हुन्छ भिडियो सिडियो सुट हुन्छ त्यही त हो अनि यो पनि ठाउँ त नट ब्याड मजाले फुलहरू फुलेको अझै बब्बाल हुने रहेछ सो तर पनि ठिकै छ दामी नै छ भ्युजहरू लुक एट द भ्युज यार गाइस कसम हेर है सुनसान टक्क सबले बब्बालै छ क्या भ्यू चाहिँ एन्ड त्यही हो अनि अब गोल्डन विकको भ्याकेसन चलिरहेछ नि त यहाँ चाहिँ त्यही भएर यो चाहिँ एकदम टाढा भयो पनि ठाउँ चाहिँ एकदम बबालै लाग्यो मलाई चाहिँ है त ल सो अहिले चाहिँ हाम्रो घुम्ने कार्यक्रम अनि फोटोसोटो खिच्ने कार्यक्रम चाहिँ भइरहेछ अनि त्यही त हो अनि त्यही हो क्या मैले होइन भिडियो कन्टिन्यू गर्थेँ एकदमै मलाई मन पनि थियो क्या होइन किन नगर्ने एउटा आफूमा भित्रैदेखि गर्छु भनेपछि लाइक हुन्छ नि गर्छु भन्ने नि थियो क्या तर म गर्छु होइन टाइम लाग्छ अनि म बबाल भएर निस्किन्छु क्या त्यही हो थोरै टाइम लाग्छ होइन भन्छ नि शेरले शिकार गर्न एक स्टेप पछाडि सोर्छ तर म हो क्या गर्छु बबालै गर्छु होइन अहिले जे जस्तो जे भए पनि भ्युज आए पनि लाइक नआए पनि सोके क्या हुन चाहिँ यस्तो हुँदो रहेछ क्या कन्फिडेन्स आउनको लागि चाहिँ भ्युज र लाइकले धेरै म्याटर गर्दो रहेछ क्या किनभने होइन तपाईँसँग लाइक सब्सक्राइबर टन्नै आउँछ भने तपाईँलाई जहाँ पनि मोबाइल निकालेर भिडियो बनाउन तपाईँलाई कन्फिडेन्ट आउँछ क्या तर लाइक त्यस्तो भएन भने चाहिँ अलिक हुँदो रहेछ नि त सो त्यही हो आउँछ बबालाई आउँछ बिस्तारै यो चाहिँ माथिदेखिको भ्यू चाहिँ है ल चटाक्क टल्केर आउँछ नि त खोइ हाल्न चाहिँ हाल्नु भनेको दिदी तर थाहा छैन कस्तो हाल्छु के हाल्छु मलाई एडिट अब गरिसकेपछि खत्रै तरिकाले गर्ने भने हो क्या मैले चाहिँ
Look at the views and आज चाहिँ फेरि हामी तल गएर फेरि यता हारुना ताल हेर्न आइसकेका छौँ. You can see अहिले चाहिँ हामी माथि नै आइसकेको छौँ. अनि आज चाहिँ हामी भोकभोकै छौँ. तालमा आइसक्यो. तालमा फेरि यहाँ गाडी हेरेन गाइज यार कसम यार. गाडी त कसम भनेको है. ल्याम्बोर्गिनी बवाल छ यो गाडी चाहिँ. सो त्यही है. यो चाहिँ हारुना ताल हो. हारुना ताल आइसकेको हामी चाहिँ हारुना केबल कार पछाडि छ. अनि ल है त नाको यो ताल भयो नि त बबाले कसम भनेको है. बाइक उस्तै है मान्छेका गाडी उस्तै. अनि कसम पैसा हुनेलाई चाहिँ जहीँ पनि बबाले हो क्या. अनि यही हो यो तालको भ्यूहरू भयो. अनि के भन्नु त्यस्तो खासै त्यहाँ हारुनामा आउने चाहिँ केबल कारहरू चढ्ने अनि यही बोटिङ सोटिङहरू गर्ने एकदम स्पेसल फेरि होइन. पुतलीहरू हेर फेरि पुतली है. अनि त्यही हो. अनि उफ पर फेरि मेरी पुतली चाहिँ उफ पर है. फेरि ती चाहिँ मेरी नै पुतली हो. सो त्यही हो. अनि इट्स मी रमेश चौहान. म्याम्स भ्लग इन द हाउस होइन. के गऱ्यो बुढी? टिकटक म बनाउँछु. तिमीसँग म टिकटक बनाउँदिनँ नि यहाँ. कुन गीतमा? भुइँचालो आयो क्या दाइ? कहाँ कुद्यो त्यो नाउ? तल हो.